दिस इज द रियल कम्ब्याक। क्या क्रेजी गेम थियो भाइ। 2 डाउन भइसकेपछि बार्साले 3-2ले मेड्रिडलाई हराएको छ। र एम्बाप्पे बाफ रे बाफ, एम्बाप्पे आएपछि मेड्रिडको गेम क्या अट्याकिङ। यो प्लेयर खतरनाक छ। त्योभन्दा खतरनाक छ एउटा प्लेयर हामीसँग, लमिन यमाल। लमिन यमाल 17 वर्षको बच्चा, क्या क्रेजी भाइ। 17 वर्षको यो कसरी 2 असिस्ट र कपाल कलर गरेर आएको थियो। आज कपाल कलर गरेको असर पनि पुरै देखियो। र नेमारको फ्यान हो, नेमार जे गर्यो त्यही गर्छ। र 2 असिस्ट, यति इम्पोर्टेन्ट असिस्ट गरेको थियो। र लेभनडस्की कति इम्पोर्टेन्ट छ गेममा, बाल्डे कति छ, जेरार्ड मार्टिन त्यो लेभलको खेल्न सक्दैन, मिस पास कति गरेर आएको थियो। र आज रफिनियाको गेम कति अफ थियो। फर्स्ट हाफमा बार्साले डोमिनेट गर्यो भने सेकेन्ड हाफमा एम्बाप्पे आउने बित्तिकै 10 मिनट 2 गोल स्कोर गर्यो। र क्या क्रेजी गेम थियो। रेफ्रीको इरर हेर्ने हो भने ह्यान्डबल, क्लियर ह्यान्डबल थियो फेदिको भ्यालोर्देको। र पाओ कुबार्सी माथि त्यो कर्नर हान्ने बेला क्लियर फल थियो। बट रेफ्रीमाथि यति प्रेसर थियो किनकि हिजोदेखि नै रेफ्रीको कुरा चलिरहेको थियो, बाइकट गर्ने, गेम नखेल्ने, भिआर के थियो। आज त्यो पनि देखियो, एकदम प्रेसर गेम थियो। र डिसिसन पनि अनफेयर थिए। चाहे त्यो लास्ट रुडिगरको रियाक्सन थियो, एम्बाप्पेले फल गरेको, कुबार्सियाको थियो त्यो रियाक्सन थियो। र बार्साको ट्रिपल सिजन अन नै छ। बार्साले मेड्रिडलाई लगातार 3 चोटि हराएको छ, 2 चोटि फाइनलमा। र मेड्रिडलाई फाइनलमा हराउनुको मजा नै अलग छ। क्या क्रेजी गेम थियो। र नेक्स्ट एल क्लासिको आउनेवाला छ, त्यसमा पनि टक्कर छ किनकि बार्सा र मेड्रिड ला लिगाको लागि पनि भिडिरहेको छन्। र एक हिसाबले आज बार्सा हारेको भए, यदि फाइनल लस गरेको भए बार्साको मेन्टालिटी डाउन थियो किनकि बार्सा अन छ, च्याम्पियन लिग खेलिरहेको छ इन्टर मिलानसँग। इन्टर मिलान टफ छ। जति इजी आज मान्छेले सोचिरहेको थियो मेड्रिडलाई हराउन, इजिली हराउँछ, डोमिनेट गर्छ। बट गेममा त्यस्तो हुनेवाला छैन किनकि अलरेडी त्यो टिममा पनि प्लेयर छन्, एम्बाप्पे जस्ता खेलाडीहरू खेलिरहेको छन्। र खुसी यो छौँ कि बार्साले जो सुरुवात सिजनदेखि गरिरहेको थियो राम्रो, र लास्टमा रिजल्ट पनि निकालिरहेको छ अन्तिममा आएर। र मेरो फेभरेट प्लेयर जुल्स कुन्डे, फर्रान टोरेसले बचाएको छ आज। र मेन क्रेडिट जान्छ जुल्स कुन्डे, वाट अ म्यान। रकेट लास्टमा गोल हानेर बार्सालाई ट्रिपल सिजनमा अन राखेको छ।